ये रुखसाना का चप्पल ना इस टाइम में रखो बोलती हमेशा मेरा पेट के नीचे पे रखती है। हेलो गाइस, आज चाहिँ हाम्रो के भन्छ दिवाली लास्ट पार्टी हो हैन। यो चाहिँ गुजरातीले खिलाएको नि त हामीलाई खाना, सबै केटीहरुलाई बोलाएको छ हैन खाना खानु लागि। तर सबै केटीहरु चाहिँ आएन, आधी मात्रै आयो हैन। त्यहाँदेखि चाहिँ अहिले खाना बनाएको रहेछ, हामीले पनि बट्टाबट बाड्नु थाल्यो खानाहरु। अहिले खानामा चाहिँ बनाएको रहेछ पुरी, राइस, दाल, आलुदम, पापड हैन। कति टेस्टी, सबैजनाले चाहिँ मिठो भयो भन्दै खाँदैछ हैन। त्यहाँदेखि चाहिँ फिलिपिनाहरूलाई पनि बोलाएको, तर फिलिपिनाहरू चाहिँ 4-5 जना मात्रै आयो। उनीहरू चाहिँ कति भेजहरू खाँदैन नि त, नन भेजहरू खान्छ, त्यसै कारण अन्त मलाई पनि दियो हैन। हेर्नु न कति मिठो, सबैजनालाई भोक लागिरहेको थियो नि त। अब ड्युटी छुट्टी भएर चाहिँ कतिजनालाई खानाहरू पकाउनु कस्तो बोर लागिरहेको हुन्छ हैन। आज त सबैजना खुसी भएर हाँस्दै खाँदैछ हैन। मजाले हामी पनि खायो हैन, कस्तो टेस्टी भएछ भन्दैछ हैन खाना। त्यहाँदेखि चाहिँ हामी पनि खानु थाल्यो। आज चाहिँ हामीले चाहिँ पुरी खानुपर्यो, हामीले आज चाहिँ पुरी पनि माग्दैछ हैन त्यसलाई। त्यहाँदेखि यो पन्जाबीले चाहिँ पुरीलाई पनि पुडो भन्छ, म त समझमै आएन भरे त पुरी मागेको रहेछ यसले। त्यहाँदेखि हामीलाई स्विट पनि दियो, तर मैले स्विट चाहिँ खाइनँ, म बादमा खान्छु भनेर। त्यहाँदेखि त पुरा जोक गर्दैछ यसले, हाँस्दैछ। सबैजना केटीहरू आएको भए चाहिँ मजा आउँथ्यो नि है भन्दैछ नि त। सबैजना आएन नि त, आधीमा। तर सबैजना आएको भए रुममा हामीलाई उयो पनि हुन्थेन, रुममा एकदम कहाँ बस्नु हुन्थ्यो क्या, आधी मात्रै आयो। त्यहाँदेखि ठिकै छ, र पनि हामी इन्जोय गर्नुपर्छ है खानुमा चाहिँ भन्दैछ हैन। सबैजना जोक गर्दै खाँदैछ। कतिजना त अब यो खाना पनि खाइसक्यो हामीले। अन्त खाना खाइसकेर चाहिँ हाम्रो यो अब खानाहरू चाहिँ कतिजना लगेर जान भन्छ, कतिजना लगेर पनि गयो हैन। त्यहाँदेखि चाहिँ हाम्रो यो खानाहरू डिभाइड हुँदैछ अब। अन्त मलाई स्विट दे भन्दैछु हैन, मैले पनि तिनीहरूले पनि अन्त मलाई स्विट दिँदैछ। अन्त सम्झिएर चाहिँ एकदम पुरी मिठो लागेछ उसलाई क्या। आज चाहिँ मलाई पुरी देन भन्दैछ हैन, एउटा पुरी खान्छु म भनेर। पुरी दिएन, मलाई पनि पुरी देन भने मलाई पुरी पुगेन हो। अरू तपाईँहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनु। बाई बाई।